Hello guys. Hello guys. Post gardeners here. Welcome to our vlog. Today आज चाहिँ हामी चाहिँ कलेज गएर फर्केको हो. किन आएको र अहिले चाहिँ बिदा छ. सबैजना घर गएका छन्. हामी चाहिँ कलेज आइरहन्. हामी जस्तो पढ्ने विद्यार्थी कोही छैन यहाँ. कलेज चाहिँ उता छ है. हामी निस्किसकेको गेटमा. यहाँ छन् फुचुङ्ग्रीहरू. ए च्याउसी. ए ढ्याउसी च्याउसीहरू. यता हेर्देऊ न एकचोटि. यता हेर्देऊ न एकचोटि. यस्तो सुविधा नि छ है हाम्रो कलेजमा. बाई बाई. आज चाहिँ हामी कतै जानेवाला छौँ. त्यही भएर चाहिँ हामीले भ्लग बनाएको र यो भ्लग हाल्छौँ है हामी. आजबाट चाहिँ हाम्रो भ्लग आउँछ है. यो हाम्रो नयाँ भ्लग हो. र अब हामी जान्छौँ साथीलाई भेट्न. अनि त्यहाँबाट उसले कहाँ लैजान्छ त्यसपछि हामी जान्छौँ है. यतिको हुनु पऱ्यो है. त्यही भनेर गर्ने. यता पनि देऊ. यस्तोहरूलाई चाहिँ क्यामेरामा लिनुहुन्न. यस्तोलाई के भन्छ? विपरीत काली विपरीत के जाति बुद्धि है. आज हाल्छु स्योर हाल्छु. के भनिदेऊ त मेरो भ्लगमा. आजबाट सुरु नयाँ. ल है ल है. आजबाट है. आजबाट है. आजबाट है. आजबाट है. भ्लगरको अनुहार चाहिँ यही हो. भ्लग आएन भनेर सब रिसायो. म आज भ्लग हाल्छु है. गर्मीले अप्याक भइसक्यो. यिनीहरू चाहिँ अझै पनि कलेजकै कुरा गरिरहन् छुट्टीको बेलामा पनि. साधनलाई बोलाउ न. अब चाहिँ हामी हिँडेको. म नि कहाँ हिँडेको थाहा छैन. जम्बोटोले हिँडिरह. हामी के गर्यौँ भन न. भन न के गर्यौँ. घुम्न जाऊँ भनेर साथीहरू यहाँ मैले सरप्राइज बाई बाई भनेर आफ्नो रुमतिर चल्दियौँ. इडियट. जान्थ्यो फेरि हाम्रो रुममा. इडियट. कस्तो पानीको खान्छ यहाँ गयो हामी. एकछिन यहाँ बसौँ. शीतल तापम एकछिन अनि जाउँ है हाम्रोमा. वाइ दाइ. वाइ दाइ. अलवेज दाइ. हामी चाहिँ यहाँ छिरेको होइन. साथीहरू अहिले चाहिँ हामी चटपट खाँदैछौँ र यो चाहिँ हाम्रो चटपट हो. हिजोको भ्लग कन्टिन्यू है. हिजो चाहिँ घुम्न गएको देखाउँछ भनेर भागेको. अनि आज फेरि जानु पर्यो कलेज. आजको 300 देखाउँछु. हामी चाहिँ आजसम्म गरेर अझै काम भएन है. आज चाहिँ हुन्छ. त्यही हो. त्यही आशामा छु. त्यही हो. म देखाउँदै जान्छु है के हुन्छ. हामी चाहिँ कलेजभित्र छिरिसक्यौँ. म कलेज देखाउँछु ल एकछिनमा है. हाम्रो कलेज चाहिँ यही हो. हातमा घडी नभएको कलेज. यता छ ड्रागन फ्रुट. यहाँभित्र नदेख्दो रहेछ. अनारको बुट्टा. त्यहाँ छ ड्रागन फ्रुट. हाम्रो कलेज चाहिँ धेरै राम्रो छ. आउनु होला भन न. वातावरण मैत्री. अरू भित्र त देखाएन. ठ्याक्क जाँदा बित्तिकै म्यामहरू भेटिनु भएको. तर हामीलाई इन्ट्री पनि थिएन भित्र जानलाई. इक्जाम थियो नि त. लु है सक्यो आजलाई. अनि निसाको त बाँकी नै हो. तिम्रो किन मेसेज आएन?
खै म यहाँबाट देखाउँदै जान्छु है। यहाँ चाहिँ फुलहरू छ, यहाँ चाहिँ ग्राउन्ड छ, यहाँ चाहिँ राम्री राम्री मैयाहरू छन्, यहाँ चाहिँ बस्ने चौतारी छ। टक्क लगाएर यसरी सरर गइन्छ होइन यहाँबाट। ल यो हाम्रो चाहिँ फुटबल ग्राउन्ड हो र यिनी चाहिँ यहाँ फुटबल खेल्छन्। फुटबल खेल्छन् होइन, यिनी आफै फुटबल हुन्। पाँचहरू यस्तो राम्रो देखिरहेको। ऊ यो फुल छ यो रुखको, यस्तो राम्रो देख्छ। अनि त्यस पछाडि त्यही हो। अब चाहिँ हामी निस्केको। आधा घन्टा लगाउँछौँ भनेको साथीले आधा घन्टा नै लगाइदियौँ। अझ लास्टै टाइम लगाइदिनु भयो क्या। अब चाहिँ हामी मासु किन्छौँ होइन, अनि चिकन चिल्ली बनाउँछौँ। मितिनीले आज हामीलाई चिकन चिल्ली खुवाउनुहुन्छ अरे, हेरौँ। तर मासु पसल बन्द छ, कहाँबाट लिएर जान्छ। हाम्रो स्कुल राम्रै छ है। वाउ धेरै राम्रो छ है। आहा स्कुलमा यस्तो राम्रो राम्रो सुन्दरीहरू पनि पढ्दैछन्। तपाईँहरू पनि राम्रो कलेजको खोजीमा हुनुहुन्छ। यो कलेजमा आउनु होला, यस्तो राम्री राम्री केटीहरू देख्न पाउनुहुन्छ। अनि ल जाउँ। बाई बाई। सी यू सुन। टुमरो त आउँदैन, म अब कलेज खुलेपछि आउँछौँ। सारा खिच्छु होइन, अहिले कस्तो भिडियो हाल्छु थाहा छैन। म आज स्योर हाल्छु, स्योर हाल्छु। हिजो त अनि भाग्यौँ त, अनि केही भएन नि त हाल्नलाई। आज त म चिकन चिल्ली देखाउँछु। भाडा निकाल, भाडा निकाल। हामी चाहिँ मासु किनेर फर्क्यौँ। हाम्रो मासु यहाँ चाहिँ म छु यस्तो अवस्थामा पसिना आएर। यता मिसोजी हुनुहुन्छ, चर्को घाम ला, यस्तो घाम पसिना आइरहन्छ होइन। अब रुममा गएर हामी मासु चाहिँ हाम्रो प्यारी मितिनीलाई सुम्पिदिन्छौँ। अब के बनाएर खानिदिनुहुन्छ त्यो हाम्रो हातमा छैन। त्यहाँसम्म पुगेर चाहिँ म तपाईँहरूलाई देखाउँछु के गर्नुहुन्छ मितिनीले। हेर्दै गर्नु होला। के भन्न चाहनुहुन्छ? आफ्नो देखाउनु अनि हजुरलाई देखाउनु भन्न चाहन्छु। क्यामेरामा हजुरलाई देखाउनु भन्न चाहन्छु। म त धेरै देखिसकेँ, मान्छेहरूलाई झ्याउलाइसकेँ। अब नयाँ मान्छे देखाउँदैछु। ल अब एकछिनमा चाहिँ हामी खान्छौँ है। अहिले चाहिँ हाम्रो चिकन चिल्ली बनिसकेको छ, चिल्ली। अब चाहिँ हामी खान्छौँ होइन। ट्राई गरौँ। साँच्चै हो, साँच्चै हो। हजुर नि खाइहाल्नु न। Not bad, first time.